हे गाइस गुड मर्निङ। आज चाहिँ हामी चितवन जाँदैछौँ। चितवनमा चाहिँ हाम्रो युथ ग्यादरिङ समथिङ प्रोग्राम छ। सो त्यही भएर बिहानै उठेर हामीले रेडी भइसकेको छौँ हामी चाहिँ। अन्त निन्द्रा पुगेको छैन। सो हेर्दै गर्नु होला, म तपाईँलाई बाटोमा देखाउँछु के हुन्छ। सो यो चाहिँ मेरो आउटफिट हो, जाँदाखेरि लगाएर गएको लुगा। सो कस्तो देखिएको छ भन्नु होला है। सो हामी सबैजना रेडी भइसकेको छौँ जानलाई। के भन्छ अहिले त सुरु पनि भएको छैन। सो अब हामी आधी घन्टा पछि निक्लिन्छौँ। या मान्छे हुनुहुन्छ जो एकदम ओइ कहाँ गएको साबुन किन्नु छोडेर खानै भनेको होइन उहाँ। ओके सोच्न नि हेलो म कहाँ भन्न कहाँ जाँदैछस् कि म घर जाँदैछु कहाँ हो घर सरलाई जाँदैछु। हेलो हामी चाहिँ झापाले यस्तो ब्याग बोक्छ नि। अस्ति चोरहरूले यस्तै ब्याग चोरेर भागेको थिए जेलबाट भाग्ने मान्छेहरू। बिचाराहरूको फाटेको जेब्रा जेब्रा ब्याग त आजकल पुलिसको लुगा बोकेको छु, पुलिसको लुगा। अनि एउटा पेस्तल पनि छ, पेस्तल मेरो त 47 छ है। अब मलाई हेर कस्तो देख्दैछ हो। सो अहिले हामी चाहिँ चर्च के अरे स्कुल आइपुगेका छौँ। ल अब गीत गाऊ ल। नाउ के भन्छ अब हामी एउटा खतरा गीत गाउँछ है हाम्रो यसरी के अरे 1 2 3 स्टार्ट। अब फेसबुक पहले था ग्राम, अब है इंस्टाग्राम, पहले था कबूतर, अब है ट्विटर, पहले था जादू की जोशी, अब वीडियो कॉल में पप्पी। बदला बदला बदला। सो हामी चाहिँ चर्च पुग्यौँ। मान्छे धेरै आएको थिएन, गाडीको वेट गर्दै थियो। सो वेट गरुन्जेल किन टाइम वेस्ट गर्नु भनेर यसो हामीले डान्स प्र्याक्टिस पनि गरौँ। हाम्रो चाहिँ त्यहाँ प्रेयर डान्स कम्पिटिसन थियो। सो हाम्रो डान्स प्र्याक्टिस गरौँ किनभने प्र्याक्टिस गर्ने बेला कोही आउँदैन। आज चाहिँ सबैजना भेला भएको थियो। सो प्र्याक्टिस गरेको है। 7 बजे जाने भनेर हामीलाई बोलाएको स्कुलमा। गाडी नै आउँदैन। पर्खिँदा डान्स पनि प्र्याक्टिस गरिसक्यो, गाडी भन्ने कुरा आउँदैन। सो हामी सबैजना आएर यहाँ भेला भएर बसिरहेको छौँ। लु भन यो हाम्रो बस हो। अन्त अब हामी चढ्छौँ। सो यो गाडीमा हामी जाँदैछौँ चितवन नारायण घाट। कुन दबाई सो रमाइलो हुन्छ एक साइड। सो यो गाडीमा हामी जाँदैछौँ है। मेरो मोबाइलमा हाई भने तिमीहरू ओइ हाम्रो पछाडि स्लिपर छ। सोच्दाखेरि हामी गएर स्लिपरमा सुत्ने हो। लास्टमा कुनामा माथिको खाली छ एउटा, 4वटा स्लिपर रहेछ। पुग्दैन ठाउँ तिमी भमिट गरेर त सबै फोन गराउँछु। वेलकम टु माई ब्लग। अहिले हामी जाँदैछौँ कहाँ रे? स्टार्टिङ भइरहेछ, भर्खर चढ्यौँ गाडी। भरे राति पुग्छौँ अब हामी। ओइ महारानी यही काचकको चाहिँ परेछ नि। ओइ के भएको तिनीहरू सुत्न बिचारेको वेलकम टु च्यानल।
यहाँदेखि चाहिँ कोसी ब्यारेज सुरु भयो सो कोसी हेर्न आएको झन्डै लडे यो भाइले सिट खोइ के गरेको रहेछ यस्तो अडेस लागेको त चिप्लेर झन्डै लडे कस्तो रिस उठ्यो भने नि सुतेर उठेको त त्यस्तो भयो त एकदमै जस्ट कोसी क्रस भयो त्यसपछि त हाम्रो गाडी नै बिग्रियो गाडी बिग्रेको चक्करमा अलिकति यसो भिडियो बनाइदिएको क्या गाडी बिग्रेको थियो नि त पम्पचरै भएको कत्रो ठुलो पर्क्यो भने नि डर लाग्दो हामीलाई 1 घन्टा पर्खिनु पर्यो त्यहाँ यस्तो फेरि त्यहाँ बनाएर गएको फेरि अर्को ठाउँमा फेरि बिग्रियो फेरि अर्को ठाउँमा फेरि गाडी अर्को पम्पचर भयो अर्को टायर कम त ज्याउ भने फेरि त्यो बनाएर गाडीमा चढेर अलिक फ्रेस भएर जाँदैछौँ सो यसो बस्ने ठाउँ नभएर मुढामा बसेको छ हेर्नु हाम्रो गाडी त यतिचोटि बिग्रेको हो नि त्यतिखेर बिहान 8 बजे निक्लेको यहाँदेखि उहाँ राति 2 बजे पुगेको फाइनली चितवन पुग्यौँ नुहाई गऱ्यौँ रेडी भएर एकदम रेडी भयो त्यसपछि सुत्यौँ रेडी भएर भोलि बिहानै 6 बजे उठ्नु भनेको थियो 6 बजे प्रोग्राम थियो सो त्यही भएर थ्याङ्क यू फर वाचिङ